दर्शकबिन नमस्कार। हामी चाहिँ अहिले यो सुर्खेत जिल्ला कर्णाली प्रदेश वीरेन्द्रनगर 11 यो चारकुने भन्ने ठाउँदेखि तपाईँको 100-200 मिटर माथि एउटा शिव मन्दिरमा आइसकेको छौँ। तपाईँहरूले आउन चाहनुहुन्छ भने यो कर्णाली प्रदेशको बजार चाहिँ अलि टाढा छ, त्यहाँदेखि समथिङ 200-300 मिटर यता आउनुपर्छ। आइसके पछाडि तपाईँको यो कर्णाली प्रदेशको हाम्रै चारकुनेमा रहेको यो पछाडिको शिव मन्दिर चाहिँ यो मन्दिरको गुरु हुनुहुन्छ। यो मन्दिर छ, साथसाथै अर्को मन्दिर पनि अर्को डाँडामा छ। म तपाईँहरूलाई सकेसम्म अर्को भिडियोमा देखाउनेछु। र भन्न पर्दा चाहिँ यहाँ एउटा अनौठो गुफा छ कि म तपाईँहरूलाई त्यो गुफा देखाउनको लागि भिडियो नबनाएर मेरो मनले नि मानेन। म चाहिँ गुरु बुवा हुनुहुन्छ, यतैतिर बस्नु भएको थियो, 2-4 दिन गुफामै बस्नु भएको थियो। भिडियो नबनाउने मेरो मनले पनि सोचेन क्या, त्यस्तो राम्रो गुफा देखिसके पछाडि भिडियो बनाऊँ कि एउटा भन्ने सोचिरहेको छु। ल तपाईँहरूलाई म त्यो भिडियो अन्त्यसम्म देखाउनेछु। लेट्स गो। ल हामी गुफातर्फ जाँदैछौँ। गुफा अलि यो मन्दिर छ नि, यो मन्दिरदेखि अलि तल परेको कारणले एकदमै राम्रो छ। म त्यो गुफासम्म पुग्छु अनि तपाईँहरूलाई म गुफा पनि देखाउनेछु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला कमेन्ट बक्समा भन्न चाहे है। अलि भिडियो लामो हुन्छ, त्यही भएर तपाईँहरूले स्किप नगरेर अन्तिमसम्म हेर्नु होला। अनि यहाँ यस्तो छ कि हाम्रै ढुङ्गामा चाहिँ अनौठो किसिमको चित्रहरू बनाउनु भएको छ। एकदमै गुरुबुवाले चित्रहरू बनाउनु भएको छ। म चित्रहरू पनि देखाउँछु है त तपाईँहरूलाई। हेर्नुहोस्, यस्तो अनौठो दृश्यहरू छ यो ढुङ्गामा चाहिँ। यस्तो यो के को चित्र हो मैले पनि धेरै थाहा पाएन, म पनि फर्स्टचोटि आएको। हाम्रो यो शिव मन्दिर हो यो। सायद मलाई जहाँसम्म लाग्छ स्नेकको चित्र बनाउनु भएको जस्तो लाग्छ, स्नेक होला यो होइन। अनि यता ओमको चित्र बनाउनु भएको छ। एकदमै म यो ठाउँमा फर्स्टचोटि आएँ क्या। यस्तो अनौठो चित्रहरू, यस्तो अनौठो दृश्यहरू देखिसके पछाडि मलाई चाहिँ भिडियो बनाउन लास्ट टाइम मन पऱ्यो क्या। एकदमै यस्तो बनाउनु भएको छ यहाँ, यति रमाइलो छ, यति राम्रो छ, एकदमै राम्रो बनाउनु भएको छ। म तपाईँहरूलाई गुफा पनि देखाउँछु है। यो गुफामा जाने बाटो चाहिँ यहाँदेखि छ। गुफातिर हामी गइरहेछौँ। केरा लाउनु भएको छ, एकदमै सुरक्षित राम्रो छ। आउनु होला तपाईँहरू पनि, आउन चाहने इच्छुकहरू हुनुहुन्छ भने आउनु होला भन्न चाहे। गुफा चाहिँ हाम्रो यहाँ छ। गुरुबुवाले गएर खोल्नुहुन्छ, ढोका चाहिँ गइसक्नु भएको छ, खोल्नुहुन्छ। तपाईँहरूलाई देखाउँछु, म भित्र समेत देखाउनेछु, तपाईँहरूलाई हेर्नु होला। गुरुबुवा भित्र गइसक्नु भएको छ। गुफा हेर्न सक्नुहुन्छ, यति राम्रो छ भित्र। 2-4 जना मान्छेहरू त मजाले अट्छ, धुपबत्ती बाल्नु भएको छ। अनि यता आउन मिल्छ। मूर्तिहरू कसरी बाहिर निकालिदिनुहुन्छ? अब यहाँ भित्रहरू यस्तै आफै यो मूर्तिहरू आफै निस्केको छ। एकदमै यता गणेश भगवानको फोटाहरू पनि टाल्नु भएको छ गुफाभित्र। 2-4 जना मान्छेहरू चाहिँ यो गुफामा एकदमै राम्रोसँग बस्न मिल्छ। हजुर बुवा कति दिन बस्नु भयो यतातिर? मेरो यो गुफाको मैले यो जेठको महिना यो गुफा मैले देखेको हो। मैले प्रचार कसैलाई गरिनँ। हजुर हजुर। अनि यस्तो लिप हाउस त अब भएकै थिएन होइन। अनि गाडीटा अनि ढुङ्गा राख्ने थिएँ। मैले यसलाई सफाइ गर्दै यहाँसम्म थिएँ। यहाँ साना पाल थिएँ। यहाँबाट म सफाइ गर्दै आउँदा अगाडि यस्ता यो दृश्यहरू देख्नुभयो। अब यिनी हुन् भने मलाई थाहा छैन। अब गाईको रूप छ त्यहाँ, एकदम खाम्सो पाएको छिन् गाईले। अनि यहाँ लिङ्ग छ। अनि त्यहाँ यिनी के हुन् मैले अर्थै बुझ्दैन, नाग जस्ता हुनुहुन्छ होइन। अब यिनी भएपछि म रोकिएँ। अनि सानो पाल थियो, अनि मैले पाल अलिकति बढाएँ। अनि आफू एक्लै अब त्यो फेरि मेरो विचार के थियो भने यहाँ अब यो घुम्दा भेटिएपछि त म त तपस्या गर्नुपर्छ भन्ने मलाई सके। 5 दिन गर्छु न त 3 दिन गर्छु भनेर। अनि सोच थियो अब कहिले गर्नु त भने असार पहिलो सोमबार गर्छु भन्ने मेरो उ थियो।
अनि त्यसपछि ठ्याक्क कन्यागत लागे 3 कति तारिक कन्यागत लागि त्यसपछि मैले छोडेँ। त्यहाँबाट अब मैले यो ठ्याक्क म यहाँ कुसे डाँडा भन्ने नाम हो यहाँ माथि। अनि त्यहाँ आउँदाखेरि म साउन 1 गते नै साउन पहिलो सोमबार आएको हुन्थेँ म निक्सीको घरबाट। अनि त्यहाँबाट होइन मैले त अब 1 गते पहिलो सोमबार आएको हुनाले पहिलो सोमबारमा पनि त्यहाँ तपस्या गर्नुपर्छ भन्ने मेरो सोच भएको हुनाले साउन 4 गते अनि 4 गते म यहाँ अनि यो लिप बस बनाएर अहिले पहिले बनाएको थिएँ। साउन 4 गते म यहाँ बसेँ। 4 गते बसेँ, 5 गते बसेँ, 6 गते म 5 बजे यहाँबाट निक्सी। मेरो 5 दिन यहाँ तपस्या गर्ने काम ऊ थियो। तर यहाँको अब भाइ छोराहरू दिदी भाइहरूले सारा पछुताएर यहाँबाट अब मर्छ अनि पानी बढ्छ यो बस्छ मर्छ भनेर मलाई किनभने बोल्न लाग्यो। बोलेपछि मेरो तपस्या नै गयो। म 3 दिनको 5 बजे म यहाँबाट निस्किएको हो। अनि यो मैले कुनै उ गराएर पनि होइन, कोही नाटक गराएर कोही मान्छे उ गरेर अब यहाँ बाहिर माटो फालेको वैद्य त्यस्तो माटो फाल्ने त्यत्रो गर्ने वैद्य पनि हुन्थ्यो होइन। अब कोही भन्छ अब कोहीले त यो कहाँबाट कसरी बोल्ने थियो यत्रोसम्म हामीले देख्यौँ, अहिले त्यो कसरी निस्क्यो भन्छन् अब भन्ने मान्छे कोही होइन। स्वयं भगवान नभए त हो त आउनै हुनुहुन्थ्यो। किनभने यो त सुर्खेतमा म आएको त 8 वर्षको मान्छे आएको बच्चा आएको भने अहिले म 70 वर्ष पुग्न लागेँ भनेपछि अहिले 3 वर्ष त भयो म यहाँ आएर के गर्ने के थिएँ यो देखाउनु भयो। 2 पल्ट त रूप देखाउनु भयो नि त भगवान्ले। यो नाग देखाउनु माथिबाट र माथि अनि त्यहाँ पूजा गर भनेर मैले गरेर अनि भगवान्ले स्वयं सदस्वर भगवान महादेवले मलाई दर्शन दिएर यो गर्नु पठाउनु भएको। यो सपना गरेर तैँले तपस्या गर्नुपर्छ उहीँको हो। म सबै लीला उहीँको हो। मैले गर्न केही पनि छैन, मेरो लेखापढी पनि छैन, बुद्धि पनि छैन। उहीँले जो गर्नुभएको छ जो गर्ने हो उहीँले गर्नु भएको छ। अब यो कोहीलाई अनि यतातिर यो कस्तो हो त भने आउने विचार छ ऊ भएपछि यहाँ रुपियाँ पैसा केही पनि लाग्दैन। अरू एउटा मैले भगवान्सित माग गरेको छु के भने हे भगवान् यो कलियुगमा मलाई सम्पत्ति चाहिएको छैन, सम्पत्ति चाहिन्छ भक्तजन चाहिएको छ। तर यहाँ आएर मान्छेको दुखी दुखनासो रोगी रुनासो यहाँको कुण्डको जल र भस्मा यो भस्माले सम्पूर्ण रोग नष्ट गर्छ मान्छेको। सम्पूर्णलाई दुखी दुखनासो रुनासा होस्, आँखापट्टिको आँखा उड्योस्, कान फुटेको कान उड्योस्, मुख नबोले मुख बोलोस्, मृगुला नहुने मृगुला, मुटु कलेजो टिब्रो क्यान्सर रोग महार सारा बल क्यान्सर भोग लागेको हात बाँच्यो हात लागोस्, मुटु बाँच्यो मुटु लागोस्, मुटु बाँच्यो मुटु ढाड बाँचेको ढाड लागोस्। यो जुनै सुकै अनि रोग अनि निर्मल हुन जाओस् भगवान्। निर्पूर्तलाई पूर्त, निर्धनलाई धन, दुखी दुखना विद्यार्थीलाई विद्या हे भगवान् होस्। यहाँ आउने र यहाँको यो एउटा भस्म अलिकति भस्म लगाउने र यहाँको कुण्डको जल विश्वास मानेर फेरि एकछिन आउन भने यहाँ ढुक्न बित्तिकै सम्पूर्ण पुग्छ भन्दैन म। त्यो ढुक्न बित्तिकै पुग्दैन। तर यहाँको विश्वास मान्ने हो र 1-2 हप्ता अनि उ गरेर विश्वास मानेर आउने हो भने कसलाई भइसकेको छ 8-9 घन्टा मैले किनेकै छैन। अब माथि आइसकेका छन् होइन उहाँले चढाएर। तर मैले त्यो कुनैको यहाँ आएपछि अनि कुनै रुपियाँ पैसा लाग्दैन। तर आउन जाने त लाग्यो उहाँहरूको आफ्नो अब यातायातको पैसा चाहिँ लाग्यो। यहाँ आइसकेपछि बरु अन्त खाना छैन भने म खाना खुवाउँछु अनि उहाँको दुःख गर्छु। गाडी भाडा छैन भने म बरु त्यस्तो गाडी भाडा नहुने मान्छेलाई बरु म यहाँ आइपुगेपछि म कहाँ जाने हो त्यसमा गाडी भाडा बरु पठाइदिन्छु। तर त्यस्तो दुःख र चाहिँ यहाँ हुन्छ कि कोही त्यो जरिमाना कोही त्यस्तो तिर्नुपर्छ भन्ने पर्ने छैन मेरो विचार। मैले किनभने अहिलेसम्म 3 वर्ष भयो तलबाट अब थाहा छ कति टाढा तल लगभग कति तपाईँको 100-200 मिटर हिँड्न पर्छ। हिँड्ने मैले 5-6बाट 10 बोतल 11 बोतलसम्म पानी बोकेर मैले 1000 लिटरको ड्रम गाडेर माटामा तपाईँहरूले खानु भएको छ पानी देख्नु भएको। तपाईँले खाने पानीको पनि व्यवस्था गर्नुभयो। मैले खाने पानी अनि उस्तै भक्तजनलाई नुहाउने पानी तर बोकेर ल्याएर यत्रो घाँस दाउरा गर्ने दिदी बहिनी दाजुभाइ हजारौँ जना आउँछ। तर मैले खुवाउँछु भगवान्ले पुर्याउनु भएको छ। मैले खुवाएको होइन हुन् त तर ल्याउने उ दिने तरुण दिने टिका तरुण दिने बाँपल दिने मैले हो। किनभने उहाँले मेरो खुट्टामा ऊ लाग्दैन थियो भने मैले ल्याउनु सक्थेँ र सक्दैन थिएँ नि भने भर्खरै मैले अझ त्यत्र बुटाहरू ल्याएको छु यहाँ लगाउने। तर अझै पनि 7-8 बोतल पानी लिएर आएको छु भनेपछि खुवाउँछु। अरे खुवाएको छु दाजुभाइ दिदीबहिनीलाई त्यस्तै पुगेको छ। तर यो ठाउँ हेर्ने यो ठाउँ कसैलाई
यस्तो ऊ लाग्छ भने आउनुहोस्, हेर्नुहोस्, ठाउँ जानु हेर्नुहोस्, अनि देउतीबाजीबाट सिधै आउनुहोस् यहाँ आउनलाई, अनि पिपिरा चोक झर्नुहोस्, पिपिरा चोकबाट अनि देउतीबाजी भएर देउतीबाजीको दानतिरबाट ठ्याक्कै चारकुने भनेपछि ठ्याक्कै आउँछ माथि कुसे डाँडा। जसले पनि चारकुने पूजाहरू गरिदियो भने जसले पनि पुज्याइन्छ कुसे डाँडा भन्नेमा ठाउँ। अनि मोटरसाइकल पनि अटो आउँछ, तर माथि अब धेरै माथि त उकाडेको छैन, आउन त आउँछन्, माथिसम्म पनि आउँछन्। अहिले माथि यहाँसम्म पुग्ने व्यवस्था चाहिँ छैन, बिच बाटोसम्म छ। यहाँ नजिकै पनि नजिकै आए त अहिले बर्खाको भएको छ कि, नत्र यहीँ तलतिर योसम्म त आउँछन्, नजिकै आउँछन् अटो मोटरसाइकल आउँछन्। ल तपाईँहरूले देख्नुभयो हाम्रो हजुरबुवा के अरे गुरुबुवाको पनि कुरा सुनिहाल्नुभयो। यो गुरुबुवाले खन्दै भेटाउनु भएको एकदमै यस्तो दृश्यहरू छ, तपाईँहरूलाई मैले देखाइरहेको छु। सायद हजुरबुवाले यो चाहिँ एकदमै खनिसके पछाडि यो नभेटिएको भयो, खनेर अझै पनि भित्र गइसके पछाडि भित्र पनि अनौठो दृश्यहरू भेटाउनुहुन्थ्यो होला। तर यहाँसम्म आइसके पछाडि यस्तो गुफा हेर्नुहोस्, घर जस्तै गुफा बनाउनु भएको छ, 2-4 मान्छे बसेर पूजा गर्न मिल्ने पनि बनाउनु भएको छ, एकदमै राम्रो बनाउनु भएको छ। सायद यो दृश्यहरू नभइदिएको भए उहाँले चाहिँ खनेर एकदमै भित्रसम्म पनि अनौठो दृश्यहरू निकाल्नुहुन्थ्यो होला। तर यो दृश्य आइसके पछाडि उहाँको सोचाइ के भयो, अब उहाँले के सोच्नुभयो भनेपछि यो चाहिँ फाल्नु भएन, यसलाई हामीले संरक्षण गर्नु पर्यो, यसलाई हामीले जोगाउन पर्यो, यसको हामीले जगेर्ना गर्नु पर्यो भन्ने एउटा धारणाको हिसाबले उहाँले चाहिँ यहाँसम्म आफू बस्ने र पूजापाठ गर्ने यस्तो अनौठो दृश्यहरू निकाल्नु भएको छ, धुपबत्ती बाल्नु भएको छ, आफ्नो कामलाई निरन्तरता दिनुभएको छ, एकदमै सजावट गर्नुभएको छ, राम्रो गर्नुभएको छ। कोही दर्शकबिनहरू आउन चाहनुहुन्छ भने तपाईँलाई लोकेसन रहेको छ पिपिरा चोकबाट, तपाईँले चारकुने भन्ने ठाउँ आउनुभयो, तपाईँको सवारी साधन छ भने आफै आउन सक्नुहुन्छ चारकुनेमा। यदि सवारी साधन छैन भने तपाईँले अटोमा बसेर पिपिरा चोकबाट चारकुनेमा आउन सक्नुहुन्छ। मात्र 50 रुपियाँ लाग्छ। अनि आइसके पछाडि तपाईँहरूले पूजा गर्न पाउनुहुन्छ। एकदमै कुनै पूजा गरेको भनिसक्नुभयो उहाँले, अब मैले पनि छोटो तरिकाले भनिसकेँ तपाईँहरूमा, पूजा गरेको तपाईँहरूले पैसा लाग्दैन। अब सो तपाईँहरूको इच्छा लाग्छ, अब दान दक्षिणाहरू चढाउन चाहनुहुन्छ भने एकदमै आउनु होला सबैजना। दान दक्षिणा मेरो बनाइ त तपाईँको मनोच्छा, यहाँको कुण्डको जलेर मनोच्छा पुरा भएपछि पछि तपाईँको इच्छाले शङ्ख घण्टा हरेक कुनै के ल्याउनुहोस्, तर नखत नदिनुहोस्, मलाई म पनि लोभिन्छु भनेर म बिन्ती जोड्छु भक्तहरूलाई। फेरि मैले नगद नदिनुहोस्, तर यही उसको लागि चढाउने विचार छ भने शङ्ख घण्टा हरेक तपाईँहरू के दिन सक्नुहुन्छ, के उ गर्ने आफ्नो चिनो राख्न सक्नुहुन्छ। आफ्नो चिनो जिन्दगीको चिनो राखेर चिनो दिनुहोस्, 2-4 वर्ष हुने दिनुहोस्, मलाई नगद रुपियाँ नदिनुहोस्। म किनभने नगद रुपियाँ दिएर म भोलि बिहान लोभिन्छु, मलाई त्यो नगर्नुहोस्, मलाई नपार्नुहोस्। तर यहाँ यो भइसक्यो, तपाईँहरूको मनोस्थिति भयो भने भगवान्को मन पनि तपाईँहरूले केही न केही जोड्नु हुनेछ, दिने हुनुहुन्छ अथवा नदिनुहोस्, केही भएन। त्यो पुजारीले केही यहाँ आएर हामीलाई केही दिएन कि भनेर यहाँ कतिजनाले टिको लाउने बित्तिकै अनि खल्तीमा हात हाल्ने, ए बाबा किनेर म बेच्ने टिको होइन बाबु, यो बेच्ने होइन भन्दैछु म त बेच्ने। र त्यो टिको बेचेर होइन, बागेश्वरीलाई नेपालमा चाहिँ बागेश्वरी वरो टिको लगाएर पैसा माग्छन् भनेपछि तपाईँ यस्तो किन गर्नुहुन्छ, कयौँजनाले भनिसके। तर ठिक छ, त्यो बेचेर मैले त किनेर ल्याएर भगवान्लाई उ गरेर मैले त बेच्नु त भएन नि त। त्यो हुनाले मैले यो ठाउँको लुगो यो भगवान्को मैले यहाँ म आफै आएर यहाँ बनाएर म धनी बनाएको त होइन, भगवान्ले जा एकान्त गर त पूजा गर भन्नुभएको छ भने अझ म यहाँ ठिक छ, मलाई बेच्ने त होइन त। त्यो हुनाले उहाँहरूको इच्छा यो ठाउँ बनाउनलाई शङ्ख घण्टा हरेक के बनाएर हुन्छ, कि एउटा बुटो मैले त स्वयं भन्छु हरेकलाई, अनि एउटा बुटो रोपिदिनुहोस्, एउटा बुटो रोप्नुहोस्। वृक्षारोपण कार्यक्रम मैले राखेको छु साउन पहिलो सोमबार, प्रत्येक पहिलो सोमबार वृक्षारोपण कार्यक्रम छ। अनि माघ 1 गते अनि कलश यात्रा छ। अनि अब शिवरात्रि भएको यी पर्वहरू छन्। यी पर्वहरू बरु बचाउनुहोस्, दिनुहोस्, बरु भजन गर्न आउनुहोस्, कीर्तन गरिदिनुहोस्। दान त्यही छ मेरो ठुलो, अनि मलाई पुण्य र मलाई दान। अनि यहाँ आएर तपाईँहरू भक्तहरूले पाउटी दिएपछि र कीर्तन गरिदिएपछि ठुलो दान छ। यो ठुलो दान त्यो हुनेछ।
हजुर हुन्छ। अब भिडियो चाहिँ अलि लामो भएको छ, फेरि अर्को भिडियो ल्याउँछु म यहाँ गुरुबुवासँग, फेरि अर्को भिडियो पनि ल्याउनेछु तपाईँहरू माझ भन्दै हामी पनि अहिले अब बिदा हुन्छौँ है गुरुबा। हस् हुन्छ हुन्छ हुन्छ। अब सबैलाई अब यो सब धन्यवाद छ बाबुहरूलाई पनि, अब यो सबैका पुर्याइदिनु, मेरो बोली पनि पुर्याइदिनु र आफूहरूले पनि यो सबैमा यो यहाँको गुफाको यो कुसे डाँडा यो नाम कुसे डाँडा सर्वेश्वर मन्दिर होइन, यसको प्रचार गराइदिने र सबैको हृदयमा सबको मुटुमा पुर्याइदिनु। धन्यवाद छ बाबुलाई। अब यस्ता पुर्याएर अब यो प्रचार गर्ने म कसरी जान्दैन, कसैलाई भन्न पनि जान्दैन, कोही केही पनि उ गर्दैन। मैले त भगवान्लाई मैले गराएको छु, म त्यहाँ झाडु फाल्ने मान्छे हुँ, कोही बन्ने मान्छे एक दिन बनाउने मान्छे एक दिन आउला भन्ने मैले हात जोडेको छु, त्यति मात्रै छ। अनि यो मैले सबै मैले गरेको होइन, उहीँको लीला हो, मैले यो गर्नुपर्ने, मैले यो जुन के गर्नुपर्ने हो, मलाई रुपियाँ पैसा धन सम्पत्ति सब पहिले दिनुभएको छ, अहिले किन मलाई चाहिएको छ, मेरो तत्पुर ताकत दिनुभएको छ, पखेटा हात नबाँच्यो खुट्टा बाँच्यो, मेरो परिवारमा कुनै अभाङ्ग कोही पनि छैन। त्यही नै परिवारमा दुःख कष्ट कुनै त्यस्तो दुःख कष्ट भनेकै अपाङ्ग हुनु, आँखा फुट्नु, खुट्टा बाँचिनु, हात नहुनु, त्यो हो कि दुःख। कमाउनु पर्यो नि, कमाएर खानु हो। म पनि सानामा त सानो नि, मेरो त मुङ्सिरको महिना म जन्मे पुसको महिना बित्नु भएको, म पनि आमाले अर्का ठाउँ लिएर अर्काका बसेर अनि हलियो गठालो गरेर खाएर यहाँ स्वर्गतमा गरेर खाएको मान्छे हुँ। अहिले भगवान् कृपाले ईश्वरको हुँको लीलाले सम्पूर्ण मेरो दुई भाइ छोरा छन्, एउटा छोरी छ, सम्पूर्ण नाति नातिनाहरू बाहिरतिर पनि गएको छन्, यहाँ घर परिवार सम्पूर्ण मेरो राम्रो छ। त्यहाँदेखि के खोज्ने, अझ खोज्ने, अझ त्यो ओभर हुन्छ, त्यो धेरै खोज्यो भने ओभर हुन्छ। अनि त पूजा गर है भन्नुहुन्छ, मैले तल गाउँमा पनि पूजा गर्छु, अनि यहाँ त पूजा गर भन्नुभयो। अब साराले भन्छ नि यहाँ त बुढो मान्छे अहिले किन दुःख गर्ने, माथि के दुःख गरिरहेको छ भन्छ। भगवान्ले मैले तित्र त मैले दिनुभएको छ, मलाई गर्नु के छ, भगवान्ले जता भन्नुहुन्छ म उतै लागेको छु। उतै लागेको छु भर्खरै अस्ति अब पहिलो सोमबार, यो साउन पहिलो सोमबार म यहाँ भित्र पसेकोमा अनि 3 दिन अब 2 रात म यहाँ भित्र पसेँ। अझ मेरो 5 दिनको कार्यक्रम हो, 5 दिनमा यहाँ सारा मान्छेले मलाई बसोबासी गर्दाखेरि अब उसले के भन्छ, उसले कसरी आउनुभयो के भयो भन्न लागिन्छ। अब मेरो तपसी त हुँदै नहुने भयो। अनि अब भगवान् अझै म बस्ने, अझै मेरो ऊ छ, अझ अब ठिक छ। इष्टमित्र भक्तजनहरू सम्पूर्ण मेरो दाइ भाइ दिदी बहिनी, मेरो क्षमा अङ्कल होइन, सम्पूर्णलाई म के भन्छु भने एकपल्ट आएर यहाँ पाउ टेकिदिनुहोस्, एकपल्ट आएर यहाँ शिव सर्वेश्वर भगवान्को दर्शन गरिदिनुहोस्। अरू त्यति मात्रै हुन्छु बाबु, मैले अरू छुइनँ। बाबुलाई धन्यवाद छ। यो जता कतै पुर्याइने, अझै पुर्याइनु हुनेछ र पुर्याउनु हुनेछ भन्ने आश गर्दै हुन्छ। हजुर हस्, एकदमै। म फेरि पनि तपाईँहरूमा अर्को भिडियो ल्याउने छु, कस्तो लाग्छ कमेन्ट गर्नुहोला। आउन चाहने व्यक्तिले कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने पनि मेसेज गर्नुहोला अनि फोन गर्नुहोला, आउनुहोला। तपाईँहरूलाई यो ठाउँमा हामीले पनि पुर्याउनेछौँ, एकदमै राम्रो छ, आउनुहोला। तपाईँहरूले साथ सपोर्ट दिनुहोला, तपाईँहरूको मायाको हामी पनि पर्खाइमा छौँ। ओम नमः शिवाय नमो हरि ओम तत्ताय नमो गोविन्दाय नमो शिवशङ्करनाथाय नमो हरि ओम हरि ओम। अब म चाहिँ बाहिर निस्किन्छु। ल दर्शकबिन, आउन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोला, सबैजना आउनुहोला भन्न चाहौँ। धेरै टाढा छैन, नजिकै हो। यता यो सुर्खेत भ्याली पनि देखिन्छ, एकदमै राम्रो छ ठाउँ। तपाईँहरू सबैजना आउनुहोला, पूजापाठहरू गर्नुहोला, एकदमै भन्न चाहौँ है त भन्दै म तपाईँहरूबाट बिदा हुन्छु। फेरि पनि तपाईँहरूमा अर्को भिडियो ल्याउने नै छु भन्दै बिदा हुन्छु। ओके, बाई, टेक केयर।